हाई गाइस, मलाई चाहिँ आज नि व्हाइट सस पास्ता खानु मन छ नि त। अनि अब बनाउन आँटेको कि त्यसको लागि चाहिँ म नि रोजमेरी हालेर बनाउनु पर्यो। व्हाइट सस ओरिगेनो छैन नि त, त्यही भएर चाहिँ यहाँ रोजमेरी लिनु आएको छु। यो चाहिँ हो हाम्रो रोजमेरीको प्लान्ट हो। अब टिपेर चाहिँ यस्तो मिठो गनाउँछ भने नि अलिकति बेसी लगिराख्नु पर्यो। भरे मासुमा पनि हालेर पकाउनु पर्यो। अहिले चाहिँ नि यस्तो फुल पनि फुल्ने सिजन चलिरहेछ है। निकै फुल्दै रहेछ। यहाँ पनि छ, यहाँ पनि छ, ऊ पर नि बाटोहरूतिर पनि छ, ऊ परतिर। मेरोमा चाहिँ नि अर्को वाला पास्ता छैन रहेछ नि त होइन, यो कौडी टाइपको मात्रै रहेछ। अब यही कौडी टाइपकोबाट बनाउँछु। ठिकै छ नि त, अब घरमा बनाएको जस्तो भए पनि चलिहाल्छ। अब अथेन्टिक त आउँदैन बनाउनु होइन, दुःख सुख अब यताउता जस्तो हुन्छ, मिठै हुन्छ होला। खाएर बनाउँदा कस्तो भएछ? अब चाहिँ माई टर्न टु इट। मलाई कस्तो खानु मन परिरहेको थियो होइन, तर अब आफूले भने जस्तो चाहिँ भएन। तर पनि मिठै भयो होला, अभिषेकलाई त मिठो लाग्यो अरे। नाइस। तातो दामी भएछ। तर अझै ओरिगेनो भएको भए चाहिँ दामी हुन्थ्यो कि। ओरिगेनो चाहिँ हाम्रोमा सकिरहेको रहेछ नि त, दामी। ओरिगेनो बिना पनि यस्तो दामी भएको छ। अब सकिन आँटे अब चाहिँ। यो चाहिँ यस्तो मिठो भएछ कि त्यहाँदेखि खाँदै जाँदा नि यति मिठो भएन र। यो पनि बिगौती खाने, बिगौती नखाने। आज बिगौती खाएको त सबैले खाजा। मैले खाएँ अलिकति। हाम्रो चाहिँ गाई ब्याइरहेछ नि त भिडियोमा भनेको।